काम गर्ने मान्छे महिला फोहोर, किसान फोहोर, मजदुर फोहोर भन्ने खालको समाज अझै बदलिएको छैन। कामीले कमाइदिएको थालमा भात खाने तर त्यही कामीलाई घरभित्र नआइजाए भन्ने समाज अझै किसानले पकाइदिएको उब्जाइदिएको अन्न दिन रात खान्छ तर किसानलाई नै हेला गर्छ कि गर्दैन अझैसम्म हो। दमाईले सिलाइदिएको लुगा लगाएर होइन बस्ने तर दमाईलाई छिछि दूर दूर मेरो चाहिँ नेता नआइजाए भनेर भन्ने समाजले अझै पनि मजदुरले बनाइदिएको घरमा बस्छ तर त्यो मजदुरलाई हेला गर्छ कि गर्दैन। त्यस्तो भएको कारणले गर्दाखेरि कामलाई हेर्ने दृष्टिकोण श्रम नै हो त्यो शक्ति जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ। हामीसँग हिमाल छ, पहाड छ, खनिज छ भनेर के गर्नु? काम गरिने हात बाँधेर बस्यो भने हिमालले के गर्छ होइन, खनिजले के गर्छ? त्यो सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्नका लागि चाहिने एउटा मानव शक्ति, एउटा मानव प्रयासलाई श्रम भन्छ। त्यही श्रमलाई नै हामीले हेला गरेको कारणले यो देश कहिले पनि उत्पादन र निर्माणमा अघि बढ्न सकेन। कहिले पनि तपाईको अर्थतन्त्र यो देशको तरफ भएन। यो देशमा हामीले गफ गर्ने मान्छेलाई ठुलो मान्छे सम्झ्यौँ। 3 घण्टा कति राम्रो गफ गरेको त ठुलो नेता रहेछ भन्यौँ, तर त्यो नेताले देश बेचिरहेको देखेन उसैलाई नमस्ते गरिरह्यौँ है। त्यो देश त्यही नेताले तपाईँको चाहिँ हामीलाई सुरक्षा दिन नसकेर हामी सडकमा घिसारिँदै मारिनु परेको हाम्रो गिदी तपाईँको चाहिँ साथीले उठाइदिएको दिन हामीले देख्नु पर्यो है। गफै मात्रै गरेर बस्ने गफ पनि देशको गरे त हुन्थ्यो त विदेशको गर्ने। यो देशका पार्टीहरू सबै तपाईँको विदेशको सिद्धान्त बोकेको। 200 वर्ष पहिला जर्मनीमा मार्क्सले के लेख्यो अरे काठमाडौँको माटोको सुगन्ध कस्तो छ भन्ने जर्मनीको मार्क्सलाई थाहा थियो है। चीनमा माओले के क्रान्ति गर्यो अरे है। चीन र नेपाल मिल्छ? नहुने कुरा गरेर हामी बिग्र्यौँ। त्यसले गर्दाखेरि विचार पनि हाम्रो विदेशी नै आयो, सब विचार पनि विदेशी नै आयो। हामी इसारा पनि विदेशीकै इसारामा सरकार चलाउने खालको देशमा बसिरहेका छौँ। अब त्यो देशलाई परिवर्तन गर्ने संस्कृति हो श्रम संस्कृति।